हेलो गाइस, वेलकम टु माई ब्लग है। धेरै पछि आयो। अब यस्तै छ। आज चाहिँ कन्टेन्ट मिल्यो कि आज कोसी बारी जाने रे यसो फ्यामिली घुम्नलाई होइन। अनि त्यही भएर बनाइदिएको छोटो इन्ट्रोडक्सन। अब बाटोमा जाँदा जाँदै बोलाउनु है त ल। जान हतार भइसक्यो अरे कि एकदम धेरै हतार भइसक्यो। हेलो गाइस, हामी आइपुग्यौँ पौवा भन्ने ठाउँमा जान लागेको। कहाँ रे जान लागेको? कहाँ रे? बुङलुङ जान लागेको बुङलु आइपुग्यो कहाँ रे? पौवा हामी अहिले पौवा यो ठाउँ पौवा भएर होला। कौवा चाहिँ अलि देखिँदैन रहेछ। कालो चस्मा देऊ त कौवै भइदिन्छ। यहाँ छ दामी दामी भ्यू है। लेडिजको चस्मा अनि जेन्ट्स लाएर बस्यो। टोइलेट है, बस आइरहेको छ कुटुङटुङ कुदेर। हामी गइरहेको छौँ टोइलेट। फेरि फर्केर अनि कस्तो आउँछ थाहा हुँदैन। अरे पड्काउँछ अनि यता उता खिचाएर गर्ने त। हेलो गाइस, हामी आइपुग्यौँ बाटोमा छौँ हामी। कहाँ जाँदैछौँ रे? बुम्लु कि कहाँ रे? बुम्लु भन्ने मैले कहाँ सुने हो कि? माइजूले भने होला। चल छैया 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 छैया। गनरले चाहिँ स्कुल हो। सरकारी स्कुल। एले मोबाइल चलाउँदैको पिच्छे। म यसको राति के भन्नु? हैन के एकछिन त। कोई हमसे तुमसे अच्छा जानु पर्यो त्यहाँ बुम्लु भीमसेन। यहाँ छ मन्दिर होइन, भीमको मूर्ति उता छ अगाडि मन्दिर चाहिँ। म चाहिँ यहाँ खाना रेडी हुँदैछ। यहाँ मिठो मिठो खाना। गाइस, हामी फर्क्यौँ खानासाना खाएर। खाना चाहिँ खाएको होइन, हामी चिउरा खाएको। चिउरा भनेकै खाना हो होइन, चिउरा भनेको हाम्रो लागि बहुत। यही मन्दिरमा अघि न पौवामा कौवा थिएन, अहिले खै यही मन्दिर हो। मन्दिर गएर घुमेर अब फर्क्यौँ। अब कहाँ जाने? अब जाने खोलामा गएर भेटौँला। खोलामा जाने भने नि फेरि खोलामा लाग्यो भने फेरि मिसलको ब्लग क्यान्सल हुन्छ नि। क्यान्सल हुन्छ नि फेरि। ल हो त, गेटलाई बाई बाई गरिदेऊ। बाई 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 गेट। जय